पोखराको बजारमा बाइक किन्न गएको बाइक किन्न जाँदा कान्छी साली भेट भएको कान्छी साली रहेछ महाकाली काली त्यसको उमा हाल्नुपर्छ बत्ती बाली बाली आऊ बस काखामा टाकामा तारापति लाए मैले तोरीको तेल गीत सही हान्छु नि फेरि म फेवातालमा साइले ल नाम के छ भन त म फलो गर्न लगाइदिन्छु हामी यस्तो होइन निस्केम है त आज अब डे 2 कस्तो हुन्छ आज है हिजो त अब बाइक कुदाउँदै दिन बित्यो अब आज चाहिँ यसो हेर्नु पर्यो पोखरा बजार होइन भनेर निस्केको छु पोखरा बजार पोखराको बजारमा बाइक किन्न गएको बाइक किन्न जाँदा कान्छी साली भेट भएको कान्छी साली रहेछ महाकाली काली त्यसको उमा हाल्नुपर्छ बत्ती बाली बाली आऊ बस काखामा टाकामा तारापति लाए मैले तोरीको तेल गीत सही हान्छु नि फेरि म चक्दार हान्छु नि गीत फेरि मैं चली तेरे प्यार की गली तुम पास आए क्यों मुस्कुर फर्स्ट सुरुमा त खाना गइदिउँ होइन यहाँबाट उता रिसोर्टहरू छ जस्तो लाग्छ पोखरा बजारभित्रै होटलहरूको खाना खासै योभन्दा अघिल्लोचोटि आउँदाखेरि खाएको खासै चित्त बुझेन क्या त्यही भएर त्यहाँ गाउँ टाइपको छ क्या गाउँ टाइपको रिसोर्टहरू छ त्यतातिर चलिदिनु पऱ्यो ल हेर्नुहोस् त गाइज फेवाताल आम्मामामामा सक्छ त अनि सक्दैन नि फेरि केटा हो पोखरामा बोटिङ बोटिङको लागि यहाँ तयार भइसकेको छ जङ्गे मोटो ब्लग ल अनि यता चाहिँ म छु है म फेरि के हो हाम्रो कपडा राखिदिएको छिटा खान्छ सारा सरसारै डुलिदिन्छ क्या चस्मा लगाउने मेरो पनि छ चस्मा मारे आफ्नो मात्र बनाएको कस्तो मैले जानेछु त्यसमा धेरै ढलक नगर है जङ्गे मार्दैन पनि भाग्यो फेरि भित्री जानु उतातिर त्यत्रो मान्छे जानु त्यो क्यामेरा दिने कि नै भने अहिले लगाए पाउन अहिले मोबाइल फेरि हेर्न तँ चलाउन न ए रन मात्रै चलाउन आन्न तँलाई जा म त एक्सपोर्ट भइसक्यो भाइ क्लबमा गइ निस्क्यो भने मोदी पागल हुन्छ अहिले फेरि यसरी चलाउने के हो यो ए जङ्गे हेला न मुभी क्यामेरा कसम तैँले केही गर्नै जानेन के मैले केही जाने होइन हो क्या ल्याएन भने बाजासँग रमाइलो गर्छु अन्तर्वार्ता लिन्छु बाजाको दिन्छु कि नै भने कसम मैले अघि आफ्नै क्यामेरा झुन्डाउनु पर्ने रहेछ मलाई थाहा भयो ए हस् ल आइज ल फेवातालमा साइले सम्झनामा साइली ओ जङ्गे कच्चा ओ जङ्गे यता यता किडी मान्छेको आँट
बाटै छैन क्या कोही पनि छैन नि त यहाँ किडी मान्छे त यार यसो डाइभ हान्दिउँ भनेको मार्ने लुक छ फेरि आफ्नो त फेरि अनि यतिको मार्दैन त फेरि मैले सबलाई मारिदिन्छु केपी भा कहाँ तिमी केपी भा चिन्नु भएन तपाईँले चिन्नु भएन त्यही पारी गाउँको त म हो ठ्याक्कै थाहा पाउनु भएछ त यार तपाईँले कहाँ छस् त आइज है आइज पछि पछि खेल्न नजान्नेले डुङ्गा चढे हुन्छ ल भन्न यस्तरी हामी कहाँबाट आयौँ यार ओ त्यहाँ कुनामा होइन माछौँ भुल्यो त बाइक खोइ हाम्रो त्यही हो तिमी पनि यहाँ आऊ खेल्नलाई सक्छ त ओ फेवातालमा तिमीहरूले सुतेर उठेर सब गरेर म नाउ चलाइदिन्छु म हेर हेर हजुर निकालिदिउँ तपाईँलाई नि ल भन्नु किन नठोक्नु है ठोक्न चाहिँ नठोकिकन हिँड्नु है म जान्दिनँ सुरु चोड्यो फेरि तपाईँ र म नै फेरि जा बोकेर सार्नु त बोकेर नै सार्नु त निस्किन्न ठोक्दिनु उडाइदिनु त गानै गइसक्यो चलाउँदा भित्र पठाइदिँदा रहेछ नि भित्र निस्किने अर्को 2 घन्टा लाग्ला कस्तो भने खेल्न नजान्ने मान्छे त काठमाडौँ बस्ने हो नि त पोखरा बस्दैनौँ नि त फेरि हामी भाइरल भइयो हाम्रो पनि देशदेखि विदेशसम्म चल्छ अनि तपाईँ भन्नु न तपाईँ कहाँबाट भन्नु त हामी त हिमालबाट हो यतैबाट पो हो तर हजुर हामी किन हो अब देख्छु चाँडै म भाइरल हुन्छु अब भाइ मलाई फलो ल नाम के छ भन त म फलो गर्न लगाइदिन्छु भयो नाम भन्नु भाइरल भन्नु त कस्तो भइरहेछ आज खेलेर अहिले कति हो हाम्रो डिजे अघि कता स्पिकर बजिरहेको थियो यार स्पिकर बजिरहेको थियो कतातिर अघि यो कडा हामी यस्तो होइन यो लेफ्ट साइडतिर हामी यस्तो त्यही लेग साइडमा होइन चिल छैन होइन चिरो गर्मी आउँदैन अब लेख्छ हिमालतिर हो अनि अरू त्यस्तो उठ्यो हाम्रो तिम्रो होटल छ यहाँ हो र होटल नाम के हो बडा हिमालय हो ल ठिक छ ल गुडा हिमालय होटलको साउथमा यो होटल साउथ तिमी हो ल यति भएपछि त पुगेकै मार्केट खायो भाइले आज अब ए उठ्यो छ नि त्यो रातो रातो ए ल ठिक छ ल नाम के हो यो मेरो जङ्गे मोटो भ्लग छ ल फेसबुक टिकटक युट्युब सबमा त्यसो हाम्रो भिडियो चाहिँ युट्युबमा जङ्गे मोटे भएन सुरुमा टिकटकमा आउँछ ए ल ए हाम्रो कालेको छ होइन काले त्यहाँनिर हिँडेर काले भएको गोरी त्यो सानोमा रस्किन सानोमा गएर थियो यो ठेउतामा ऱ्यापिङ हान्दा घामले डढ्यो क्या हो सानो हो रस्किन यो रस्किन हाम्रो कालेको नाम सुदन हो सुदन छेत्री यो बाटो दुख हो डर पनि लाग्दैन साथी यार आम्मामा भिडियो हाने ल तिमीजनाको स्ट्यान्डहरू देखाइदेऊ नि त ल कुन भाइले बोलाउनु न यता
यति प्रगति गरेको छु मैले दया माया गरेर आएन यहाँसम्म त तपाईँले गरेको भन्छ तर यो गरेको हुन त पर्छ होइन हजुर यो किन भनेर यसरी ए ए म नजाने रहेछु गरेको त ठिकै हो यो स्थानीय ल एकछिन रोक्नु त एकछिन